सो गाइस हामी चाहिँ हिँड्न लागेको यस्तै त्यो पाटै त अनि हाल्नुपर्छ उमा भाइरल हुन्छ भने अनि अन्दाज नभएर हो कि ल हिरोनीको यहाँ म फोटो खिच्दै हाल्छु यहाँ पनि भिडियो बनाइहाल्नु पर्ने रहेछ अनि म त अनि एकदम भिडियो नबनाए त अनि कहाँ मरिहाल्छु नि त हौ ल छोड दिदी ट्रायल पास के को भन्दा साइकलको फर्स्ट दिन नै मर्नु नि म मर्छु हैन मोटी मोटी केटी देखिहाल्छु नि म त हेलो साथीहरु नमस्ते सेवा वेलकम ब्याक टु माई अनदर भिडियो फेरि भन्ने एउटा न्यू ब्लग चाहिँ लिएर आइसकेको छु तपाईँहरूको साथमा अनि आज छुट्टी ओ सुतिरहेको छु अल्छी लागिरहेको छ न आया ल पानी बुझौँ ल ए त्यो बुझ्नु पर्थ्यो है त्यो मिठो दियो के भन्छ उठ्ने बित्तिकै कसले खान्छ गाइस भ्लग बनाउँ भनेको अल्छी पो लाग्छ मुख पनि धोएको छुइनँ म चाहिँ अन्डा पाक्दैछु यहाँनिर चिया पाक्दैछु ठिकै छ तिमीलाई चिनी पुग्दैन होला हालेर धेरै चिनी हाल्यो नेपालमा चिया मन नपर्ने यहाँ आएर खाँदैछु सो गाइस आजको मौसम चाहिँ पानी पर्ला पर्ला जस्तो नि होइन घाम पनि हल्का लागिरहेछ के हो अनि म चाहिँ यो काट्न थालेको क्या यो यसको यो पातहरू सबै यसले त मल मात्र खाइदिन्छ नि त सो हेर्न सक्नुहुन्छ यस्तो भयो यो चाहिँ के को अहिलेसम्म मैले छुट्याउनु सकेको छैन मेरो धनियाँ यस्तो भयो अनि यो यिनीहरू यस्तो भइरहेछ यिनीहरू सब म काटिदिन्छु फुलेर यहाँ हेर्नु न यो पनि फुलेछ हुँदा हुँदा यसमा चाहिँ किरा लागिरहेछ हल्का मकै यस्तो भइरहेछ यो सब छाटिदिन्छु म अनि अघि यस्तै थियो कि परतिर पनि मैले काटेर सब यति बनाइरहेको छु यसको मात्र अब सब यिनीहरूको काट्छु सबैहरू मैले चाहिँ काटिसकेँ यति भयो होइन यस्तोहरू काटेको फुल्नु थालिरहेछ यहाँ काँक्रा फल्नु थालिरहेछ यस्तरी नदेखाउनु भन्थे यस्तरी देखाउनु रे अनि यो पनि फुल्नु थालिरहेछ यहाँ चाहिँ किरा लागिरहेछ यता पनि काटिदिएँ साथीहरू सुतेको भएछ अब दिदीसँग चटपटा बनाएर खाने हो आजको छुट्टी हजुर के अरे राइस कुकरकोमा होला नि अब केमा मोल्नु र त्यसैमा मोलेर खान्थेँ म त ऊ पनि छैन के भन्छ खोर्सानी पनि छैन आया हामी अब खाने हो चटपटा खाना हो गाइस होइन ला मैले के टेकेँ यहाँ पेटक्क गरौँ होइन टेकेछु नि पनि सो यहाँनिर हामी चाहिँ चटपटे बनाउँदैछौँ यहाँ खोर्सानी नभएर बिजोग छ हाम्रो यहाँ चाहिँ मकै भुट्नु लाग्नु पट्याङ हाम्रो खाजा छुट्टी भएर केही गर्न हेलो साथीहरू नमस्ते आज अर्को दिन हो हिजो चाहिँ भ्लग बनाएन नि त मैले अनि अहिले चाहिँ खाजाहरू खाएर हामी चाहिँ बाहिर निस्केको दिदी पर साइकल लिएर आउनु हुँदैछ सिक्नु हुँदैछ क्या दिदीले साइकल भोलिदेखि काममा जानुपर्ने हो नि त लगेर जानुपर्ने काममा सो हामी चाहिँ अहिले पानी लिनलाई हिँडेको बोतल चाहिँ यहाँ छ पर धारामा जान्छौँ अनि धाराबाट पानी भरेर लिएर आउने हो अनि दिदीले नि साइकल हल्का कुदाउनुहुन्छ तर डराउनुहुन्छ मान्छेहरू अब फर्स्टचोटि त्यस्तै हो हामी चाहिँ जाँदैछौँ हेर्दै गर्नु होला
अस्ति अर्कै दिदी हुनुहुन्थ्यो त दिदीले अहिले जान्नु सक्नुभयो साइकल चलाउन फेरि अर्को दिदी आउनु भएको छ नेपालीहरू होला है एरियामा सो गाइस यहाँ धारामा आएको पानी थाप्नु है पानी भरिसक्यो मैले चाहिँ हाम्रो पुन्टे धारामा दरियामा छ नि यो पानीहरू चाहिँ बोकेर जाने हो यो दुईटा त बोक्नु सक्दिनँ यस्तो गर्ने यहाँ राख्ने साइकलले पनि अराउँदैन हो एउटा भएको ए नलप नहो नलप सो अर्को चाहिँ यो म दुईटा बोक्छु दिदीले एउटा बोक्नु भएको छ तीनटा हुन्छ हामीलाई अलिक दिनले पुग्छ अलिक दिन त के 2 दिन जतिलाई पुग्छ यो चाहिँ दिदीले कस्तो पाएँ सो अब हामी चाहिँ जान्छौँ चौरमा खेलिरहेछन् टन्नै भरे चौरमा आउनेहरू फेरि अर्को दिदीहरूसँग सो गाइस लास्टै घाम लागिरहेछ त्यही भएर हामी चाहिँ अब कहीँ नजाने रुम जाने हो पानी बोकिरहेछौँ यही कुना जाने हाम्रो दिदी पर्फेक्ट हुनुभयो गाइस चाहिँ खुरुरु कुदाउनुहुन्छ अब त कहाँ आइपुग्यौँ साइकल कुदाउँदै पानी राखेर आएको नि फेरि गाइस ब्रेक लाएर हिँड्नै ओह्रालोमा हामी चाहिँ फेरि पानी राखेर हिँडेको फिलिलिली दिदीले एक थन्का लाउनु भइसक्यो अनि यहाँनिर अहिले चाहिँ डाइसोमा आएको छु अब गाइस अहिले चाहिँ हामी बाहिर निस्किन लागेको मैले झापिन लाएर हिँडिरहेको छु देखिँदैन होला जिङडिङमा परेर बसिरहेको थिएँ अनि निस्केको अब यहाँनिर दिदी अगाडि अनि म पछि अनि तलको भाइहरू जानुहुन्छ कि थाहा छैन अनि पर दिदीहरू चाहिँ आइसक्नु भएको छ दुईजना सो हामी चाहिँ पार्कमा जाने हो कहीँ नजाने हो हेलो गाइस बजाइदिउँ न रिङ टिङ गरेर सो गाइस हामी चाहिँ हिँड्न लागेको दिदी अघि ल जाम अलगै ठाउँमा हो साइकल चलाउनु लागेको छ साथीहरूमा चाहिँ आइपुग्यो यहाँ हेर्नु न दिदीहरूलाई ल अब कसैले चिन्छ त आज कसैले चिन्छ त कसैले चिन्छ त म त नचिनेको साँच्चीकै हो कि होइन दिदी नै हो गाईलाई ढोकभेर सुरु हुँदैछ अनि साइकल पनि छोरो अलिअलि सिक्यो हो कि हाम्रो गाइजहरूको गफ दह्रो जाँदैछ यहाँनिर कपाल उडाउने त ठ्याक्क हिरोनी जस्तै देखिन्छ मेरो सबसे धेरै त सबसे धेरै पहेँलो मेरो छैन त गाइस पानले त्यस्तो गर्छ अरे हो यहाँको प्राय जसोको यस्तै हुन्छ ल हिरोनीको यहाँ म फोटो खिचिदिइहाल्छु यहाँनिर कता बस्ने छिटो न बनाउँदिनँ छिटो यहाँ फोटो खिचिदिन्छु तर राम्रो आइरहेछ यहाँ हजुर हरियो परियोमा राम्रो आउँछ नि आउनु त दुईजना गफ गर्छन् हामी चाहिँ यहाँनिर फोटो खिच्न हिँड्यौँ गाइस अब हेर्ने नजरको है अब राम्रो त त्यस्तै हो म फोटोग्राफर होइन अरे के तै पनि फोटो नखिच्ने रे हामी दुई मात्र फोटो खिच्ने म त फोटो खिचेर कहिले थाहा छैन सुरु गरिहाल्नु सुरु गरिहाल्नु लास लाग्यो के हो राम्री भएर हेरेर बस्छ अडियन्स पनि चाहियो नि त ह्यान्डसम आयो भन्न नमिल्ने राम्रो आएको छ फोटोग्राफर हाम्रो
कोसिस गर्दै यत्तिकै हो, यत्तिकै झन् राम्रो हो। ओ म त खिच्दिरहेको छु त नि अघिदेखि। ए हिँड्नु हिँड्नु जस्तो पनि भइरहेछ भिडियो पुरै घुम्मे घुम्मे खिचिदिन्छु नि म त फेरि। हिँड्नु हिँड्नु ल। ल हिँड्नु घुम्नु। साथीहरू आज सबजना बिजी छन् होइन। तिम्रो लागि, यता मेरो लागि, उता कताको लागि। आयो रमाइलो भइरहेछ यार, सबजना आउनु पारो। मेरो चाहिँ ब्याट्री सिद्धिन लाग्यो, खत्तम। ठ्याक्क लाएर होइन, ठ्याक्क लाएर के गरेको तपाईँले भन्नु त। भिडियो यस्तै चाहिँ पातै त अनि हाल्नुपर्छ, उमा भाइरल हुन्छ भने। अब त राम्रो आउँदैन मलाई थाहा छ नि। गइसक्यो अब भयो छोड्नु। सो गाइस रात परिसक्यो। अब हामी चाहिँ यहाँनिर टन्न फोटोहरू खिच्यौँ भने हामी चाहिँ हिँड्यौँ। अब कहीँ न भन्दा ढिकी चौकी खेल्नु जाने अरे बच्चाहरू हुनुहुन्छ कि यहाँनिर, त्यही भएर सबैभन्दा सानो बच्चा पुनम सान। यता पुनम सान बच्चा सबसे, अरे होइन सबसे बच्चा त तपाईँहरू दुईजना। सबसे बुढी चाहिँ म हो गाइस। ए साइकलै बिर्सेछु यार। त ह्यान्डसम भाइहरू बसिरहेछन् यहाँ। अब यहाँनिर लाउने हो अनि जाने हो। गाइज मजा आयो रे हाम्रो सोनीलाई चाहिँ। मान्छे ल भाइ भाइ ल छोड गाइज। खतरै खेल हुँदैछ बहरको बच्चाहरू। म हाँसिन ल। होइन मेरो नेपालमा यस्तै थियो, बच्चाहरू खेल्दैछ अनि म त अनि एकदम भिडियो नबनाए त अनि कहाँ मरिहाल्छु नि त हौ। पैसा कमाउन सजिलो छ त गाई, छैन नि। म डलर कमाएर अनि सानो मान्छेको यहाँ इन्ट्री हुँदैछ। सो गाइस अब हामी चाहिँ हिँडेको अनि अब चाहिँ मेरो ब्याट्री लास्टै भइसक्यो, 5% भइसकेको छ। सो अब चाहिँ बाई 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 पुनम सान, बाई बाई दिदी। दिदीले माफ छोड्नु भएको छैन कि। हेलो साथीहरू नमस्ते, सेवा वेलकम ब्याक टु माई अनदर भिडियो। फेरि पनि नयाँ भिडियो लिएर चाहिँ म आइसकेको छु। आज हामी काममा जाँदैछौँ, दिदीको फर्स्ट डे। दिदी साइकलमा कुदिरहनु भएको छ अगाडि, म पछि। सो अहिले हामी दुई चाहिँ आज छिटो हिँडेको, किनकि दिदीको फर्स्ट दिन हो नि त साइकल लिएर जाने। सो के होला भनेर अलिक छिटो हिँडिरहेको छौँ। अर्को दिदी दुईजना आउनुहुँदैछ, बिस्तारै आउनुहुन्छ टाइममा, आफ्नै टाइममा। हामी चाहिँ जाँदै गरौँ भनेर आज मात्र, अरू बेला त फेरि उस्तै हो। आज छिटो भएकोले, मतलब फर्स्ट डे भएकोले हामी चाहिँ जाँदैछौँ। पुलमा आइसक्यौँ हामी अब। हो चिसो भइरहेछ मौसम चाहिँ, पातलो नभएर यहाँ ज्याकेट नभएर म यत्तिकै हिँडिरहेको छु गाइस। हामी चाहिँ उकालो आयौँ। अब उकालोमा त त्यही हो, पेलेर जाने जस्तै। आज फेरि यहाँ झोलामा अलिक धेरै सामान छ क्या। आज के भन्नु, हिजो र अस्ति छुट्टी थियो अनि आज हो नि त, अनि लुगाहरू सब काम गर्ने बोकेर हिँड्नुपर्छ क्या। अनि त्यही भएर आज अलिक गरौँ भइरहेछ गाई।
एनर्जी नै छैन, निन्दा लागिरहेछ। आज काम गरौँ लागेको छैन, के गर्नु, पैसा सम्झिँदै हिँड्दै मनमा लागेर हो। पैसा कमाउनु त आएको त साग हामीले यहीँ यसकै पारिपट्टितिर हो क्या, उतापट्टिकोमा चाहिँ। अनि त्यो भाइहरूको पनि यहीँनिर हो नि खाइछन्। त्यो भाइ छैन यता यो साइडमा, यतापट्टिको साइड। अर्को दिदीहरू चाहिँ कहाँ आउनु भएको छैन। सक्नुहुन्छ भने चलाउनु, नत्र हिँड्दै जाम्ला नि के भएर। सो गाइस हामी चाहिँ कम्पनी पुग्न लाग्यो, बसिरहेको रेस्ट गरेर। अनि दिदीले साइकल मजाले चलाउनु भयो क्या, त्यही भएर हामी चाहिँ आइपुग्यौँ। अर्को दिदीहरूलाई पर्खिरहेको छौँ। तिमीले गाडी लिइसक्यो हो? चलायो अस्ति त्यो एकछिन चलायो 10 मिनट जति, त्यो भाइले 10 मिनट जति गरे त। दिदी ट्रायल पास के को भन्दा साइकलको फर्स्ट दिन नै यति छिटो आयौँ कि ताता घाम त हेर्नु त यस्तो लागिरहेछ। बोलिसक्यो यहाँनिर गाइजहरू अब आउनुहुन्छ। यहाँ दुखिसक्यो हौ, दुखिसक्यो रे, चिसो छिरिसक्यो तलबाट। यस्तो चिसोमा बसेको नि। स्मृतिले फोन गरेर रहेछ। स्मृति दिदीले सबैले दिदी दिदी भन्छ, दिदी भन्दा मात्रै याद आउँछ। अब त दिदी पनि कतिजना दिदी? 3 जना। तिम्रो त अरू पनि हुनुहुन्छ उता नि, दिदी नै हो सबै। खाइसम्म भेट्ने अर्को दिदी नै, अर्को 2टा दिदी नि दिदी नै हो। कहाँ आइपुग्यो हो? हामी कुरै भयौँ छैन, ओरै बसिरहेको। धान रोपेको ठाउँमा छौँ हौ। ल धान रोप्ने ठाउँनेरि कुरिरहेछौँ। ल देख्नुभयो हामी कति टाइम आयो। हामी झन् आए सक्नुहुन्न होला भनेर छिटो आएको त। बस्दा भयौँ। पोखरा हो, लेफ्ट साइडै हो र? सबैतिर त छ, 2टा छ। 2टा त 13 वर्षको छ, सानो चाहिँ भएको। आज पो रमाइलो भयो त नि सबैजना। हेर्नु त भेरा बाखेर हौ। सिधा बाटोमा सकिहाल्छ। अनि त्यही एउटा कालो मालको होइन के भन्छ। अब काममा लाग्नु लागेको। जापानको लाउरेनीहरू हिँडेको कामबाट आएकै। हाम्रो पारा यस्तो छ। भोक लाग्यो है, भोक लाग्यो हामीलाई। भोक लाग्यो। यता पनि छ अलिकति चिउरा। जानु आउनु पनि हाम्रो कामबाट 1 घन्टा फुलको बिचमा बसिरहनु। मरे नि मै मर्छु होइन। त्यो बाटोमा थियो, खानु लाग्नु भयो। अर्को दिदी गइहाल्नु भयो। हामी चाहिँ आज कामबाट आएको। अस्ति नैको भ्लगमै जोडेर हालिदिन्छु, 1 वर्ष अगाडिको भ्लगमा। अर्को दिदी त गइहाल्नु भयो। हामी चाहिँ अहिले के हो मऱ्यो भन्छ नि, यता त खान्न है मलाई। 58 अमिलो पर्यो त होइन, के पर्यो अरू नभर न। अलिकति मात्रै। कस्तो खालको मान्छे होला त्यो टिप्या के। त्यो तिमीले बाटोमा छोपेर राखेको थियो नि, के रहेछ दिदी लाग्नु बुढो लाग्ने नि, त्यही हो क्या। छोपेर राखेको खाएको के जस्तो छ, के जस्तो छ के अमिलो है, लप्सी जस्तो नि। राम्रो नि होइन है, कस्तो नुन पनि जस्तो हालेर साँटे जस्तो। कस्तो यस्तै हो। के हो है त्यो रातो गाडी हो कि त्यो भित्र? गाडी हो कि गाडी हो? छुयो है, छुयो। मोटी
मोटी मोटी केटी देखिहाल्छु नि म त सीताजीले फोन गरेर चाहिँ दिन हो एकचोटि के भन्छ जाउँ न हेल्प उहाँ बोकेर लिएर आएको जाने पो हेल्प गर्नु चोरीले रात होइन चाबी नभए त्यस्तै छ जस्तो छ नि नभइकन बोक्नु त साइकल चाबी हरायो कि बा फुस्काउनु हिँडेको खानै हो नि यसले भोक लाग्छ यसले इनर्जी आउँछ भोक लाग्यो